धन्यवाद। सर्वप्रथम त आईसीटी फाउन्डेसन र क्यान नेपाललाई धन्यवाद दिन चाहन्छु यस अवसरमा बोल्ने अपर्च्युनिटी दिनुभएकोमा। सुरुवात गरौँ। सर्वप्रथम त यस कार्यक्रमका प्रमुख अतिथिज्यू, सभापतिज्यू तथा यहाँ पाल्नुभएका सम्पूर्ण गण्यमान्य व्यक्तित्वहरूलाई म विशालमणि उपाध्यायको तर्फबाट हार्दिक अभिवादन व्यक्त गर्न चाहन्छु। मलाई बोल्ने टपिक, मेरो टपिक चाहिँ एआई, डेटा र सिक्युरिटी, जुन चाहिँ रेजिलियन्ट डिजिटल डेभलपमेन्टको लागि अपरिहार्य तत्त्वहरू हुन् भन्ने छ र त्यसका केही कुराहरू यहाँहरूको माझ विश्लेषण गर्न चाहन्छु। एउटा ओपनिङ थट, टेक्नोलोजी इज नट न्युट्रल, इट इदर इन्क्लुड्स ओर एक्सक्लुड्स। हामी जति पनि टेक्नोलोजीका गफहरू गरिरहेछौँ, कि त्यो टेक्नोलोजीमा हामी समावेश हुन सक्छौँ कि त्योभन्दा बाहिर जान सक्छौँ। टेक्नोलोजीको बिचधार हुँदैन। सबभन्दा बुझ्नुपर्ने कुरा चाहिँ त्यो हो, यो कि यसले ठुलै खाडल सृजना गर्छ कि यसले दुईटा खाडल पुर्नको लागि एउटा ब्रिजको काम गर्छ। यो पर्टिकुलर सेयिङलाई आत्मसात गर्दै अगाडि बढ्न चाहे। अब यसको आवश्यकता किन भन्दाखेरि टेक्नोलोजी जुन ऱ्यापिड पेसमा अगाडि बढिरहेको छ, हामी त्यो पेसमा कहाँ रहने हैन। हिजोको दिनमा संसारका जति पनि देशहरू देख्नुहुन्थ्यो, त्यहाँ चाहिँ कसले जिते त भन्दा जोसँग खनिज पदार्थ र तेल थिए तिनले जिते। आजको युद्ध कहाँ चलिरहेछ भनेदेखि कोसँग डेटा छ भनेर। सो डेटा इज द न्यू ओइल भन्ने चलन छ। र हामीले एआई भन्ने शब्द त सुनिरहेको हो, यो सिनेमामा हेरेको साइन्स फिक्सन हो कि के हो भन्ने कुरा लाग्थ्यो भनेदेखि इट्स नो लङ्गर साइन्स फिक्सन। तपाईँहरू सबैजनाले बोकेर चलाएर हिँडिरहनु भएको छ। लाग्छ नि हामीलाई बेला बेलामा, ल मैले त यो कुरा गरेको मात्रै थिएँ, सोचेको मात्रै थिएँ, यहाँ त आइसक्यो फोनमा। हजुरहरूले ती सामाजिक सञ्जालहरूमा जुन चलाउनुहुन्छ, केले त्यसलाई ड्राइभ गरिरहेछ त? त्यही डेटा र त्यही एआईले नै ड्राइभ गरिरहेको छ। र यो परिप्रेक्ष्यमा नेपाल र मधेस हामी सँगसँगै जाने कि आर वी गोइङ टु बी लेफ्ट बिहाइन्ड? त्यो कुरा चाहिँ अति नै जरुरी छ र त्यसमा गफ गर्न पनि अति नै जरुरी छ जस्तो लाग्छ। र अघि सुरुमै भने जस्तै तीनवटा पिलर, एआई, डेटा र सिक्युरिटी। आजको दिनमा डेभलपमेन्टको प्याराडाइम शिफ्ट भइसकेको छ। हिजोको दिनमा हामी डेभलपमेन्टको कुरा गर्थ्यौँ, आजको दिनमा डेभलपमेन्ट कसरी हुने भन्ने कुरा टेक्नोलोजीले ड्राइभ गर्छ। यदि हामीले टेक्नोलोजीलाई आत्मसात गर्छौँ भनेदेखि त्योसँग डेभलपमेन्ट पनि अगाडि बढ्छ। यदि टेक्नोलोजी आत्मसात गर्दैन भनेदेखि डेभलपमेन्टमा हामी धेरै पछाडि पर्न जान्छौँ। र यही सन्दर्भमा एक म पछाडि जाँदो रहेछु। एआई द एक्सेलरेटर भनेर भनेको छु। हाम्रो डेभलपमेन्टलाई यदि एक्सेलरेट गर्ने हो भनेदेखि हामीले एआईलाई आत्मसात गरिहाल्नु पर्यो। यो कहाँ आत्मसात गर्ने भन्दाखेरि त्यो सिनेमामा र साइन्स फिक्सनमा हेरेको जस्तो हामीसँग रोबोट चाहिँदैन। हामीलाई सेल्फ ड्राइभिङ कार आजको दिनमा जरुरी छैन। हामीलाई के जरुरी छ भनेदेखि ग्राउन्डमा भएको रियल इस्युज र समस्याको समाधान चाहिँ यसले छिटोभन्दा छिटो ल्याइदिनु पर्नेछ। कुन स्पेसमा स्पेसिफिकली हामी यदि मधेसमा बसिरहेछौँ भनेदेखि म के भन्छु भनेदेखि मैले 3-4वटा कुरा उल्लेख गरेको छु। हेल्थ, एग्रिकल्चर, एडुकेसन र जब्स हैन। हामीले यसो वरिपरि छेउछाउमै पनि हेर्न सक्छौँ। अघि सुरुमा पनि हाम्रो वर्ल्डिङको सरले पनि भनेर जानुभएको थियो,
टेलिमेडिसिनको कुरा गरेर जानुभएको थियो। त्यसको केही रूपमा त युज भइरहेछ, तर यदि म्यासिभ रूपमा र हाम्रै जस्तै डेमोग्राफीमा हेर्ने हो भनेदेखि आजको दिनमा बङ्गलादेशले एआईलाई टेलिमेडिसिनमा कसरी युज गरिरहेको छ र दिनहुँ 50,000 भन्दा बढी व्यक्तिले त्यसबाट लाभ लिइरहेका छन्। दूरदराजका ठाउँमा हाम्रो देशको कुनै पनि प्रदेशको कुरा गरौँ, स्पेसली मधेसकै कुरा गरौँ, जहाँ चाहिँ यदि 2-3 घन्टा लाएर हामीलाई हस्पिटल जानुपर्ने छ भनेदेखि टेलिमेडिसिन विथ एआई युज गरेर त्यसलाई केही मिनेटमै, केही भनौँ न आधा घन्टाभित्र सल्भ गर्न सक्छौँ। त्यस्तै एग्रिकल्चरको कुरा गर्ने हो भनेदेखि इन्डियामा हेरौँ, इन्डियामा आजको दिनमा एआई फर कृषि भनेर आइसकेको छ हैन। हाम्रो जुन समस्या छ त्यहाँ पनि त्यही समस्या छन्। समस्या के छ त भन्दाखेरि खाद समयमा पाइँदैन, बाढी पहिरो आउने डर हुन्छ, मार्केट हुँदैन। त्यो कुरालाई सिम्पली इन्डियाको केसमा पन्जाबमा बस्ने कृषकले पन्जाबीमै त्यो कुरा चाहिँ त्यहाँ पाइरहेको छ आजको दिनमा। के हामीले पनि हाम्रो नेटिभ र रिजनल ल्याङ्ग्वेजहरूमा त्यो कुरा गर्न सक्छौँ नि त। मैथलीमा, भोजपुरीमा अथवा अरू कुनै पनि हाम्रो रिजनल ल्याङ्ग्वेजहरू छन्, ती रिजनल ल्याङ्ग्वेजमा बसेर त्यो किसानले त्यो इन्फर्मेसन पाएको खण्डमा सजिलो हुँदैन थियो र। मैले एआई फर जब्स भन्ने कुरा गरेँ, मैले बोल्न पनि पाएको छैन, टाइम्स अप भन्ने आयो, यसलाई अलिकति मिलाउने हो कि सुरुवात भर्खर गर्दैछु। त्यो मैले एआईले जब्स पनि क्रिएट गर्छ भनेर लेखिरहेको छु, तर हजुरहरूले सुन्दाखेरि चाहिँ के सुन्नुहुन्छ नि, एआईले जब्सहरू खाइदिन्छ भनेर सुनिरहनु भयो होला हैन। एआईले जब्सहरू खाइदिन्छ, जान्छ भन्ने कुरा चाहिँ एकदमै व्यापक छ। एआईले कुन जब्स खान्छ भनेदेखि बिचौलिया दुई हिसाबले छ। एउटा हजुरको सिम्पली प्रफिटको लागि मात्रै काम गर्ने एक थरीका बिचौलिया छन् भनेदेखि अर्को भनेको बिचमा बसेर सेवा दिइरहेको हैन। जस्तो भनौँ एग्रिकल्चरको गफ गर्ने हो भनेदेखि किसानको प्रड्युस मार्केटसम्म लग्नको लागि आजको दिनमा किसान र मार्केटको बिचमा बिचौलियाको प्रयोग हुन्छ। एआई प्रयोग गरेर त्यो मार्केट प्लेसमा किसानले डिरेक्टली युज गर्न सक्ने प्रविधिहरू आइसकेका। त्यो प्रविधि त अलरेडी छ, एआईले अझै त्यसलाई इन्हान्स गरेर लग्ने हो हैन। अर्को भनेको आजको दिनमा हामीले ती जब्सहरू छन्, जस्तो अकाउन्टिङको गफ गरौँ, जो मान्छेले आजको दिनमा डेबिट र क्रेडिटको काम एन्ट्री गर्ने गर्छ त्यो जब रहँदैन, एकदम सामान्य भाषा हुने नि। जस्तै ग्राहक जस्तो अन्यथा नलिनु होला, ब्याङ्कको टेलर हुन्छ नि, टेलरमा जो बस्नु भएको हुन्छ नि, उहाँहरूको जब धेरै त एटिएमले खाइसकेको छ, तर त्यस्ता किसिमका कामहरू पनि अलमोस्ट सेल्फ सर्भिङ मसिन्सहरूले र एप्सहरूले लिएर गइसकेको हुन्छ। सो त्यो बिचमा बस्ने कामहरू चाहिँ जान्छ, तर कुन काम आउँछ भनेर भन्नुहुन्छ भनेदेखि म किसानकै एउटा फेरि एक्जाम्पल लिन्छु। केन्यामा आजको दिनमा प्रत्येक दिन एडिसनल $3 चाहिँ किसानले कमाइरहेछन्। के गरेर भन्दाखेरि एआईलाई डेटा फिड गर्नुपर्ने हुन्छ। त्यो डेटा फिड किसानले नै डेटा फिड गरिरहेछ। कहाँ भन्दाखेरि क्रप्सहरूको फोटो खिचेर त्यो कुरा अपलोड गरिरहेछ। सो टेक सेभी चाहिँ सबैजना हुनै पर्ने हुन्छन्। यसले अल्टरनेटिभ वेमा जब्स क्रिएट गरिरहेको हुन्छ। हजुरले कुनै पनि प्रोफेसन लिनु, चाहे नर्सिङ प्रोफेसन लिनु, चाहे डक्टरीको प्रोफेसन लिनु, एनी प्रोफेसन द्याट यु थिङ्क टुडे इट इज गोइङ टु चेन्ज। र यसले नयाँ रोजगारी क्रिएट गर्छ जुन आजको दिनमा हामीले सोचिरहेका छैनौँ, विचार गरिरहेका छैनौँ। हाम्रा ट्रेडिसनल मार्केटहरू चाहिँ यसले खाइदिन्छ। अघि सोहन सरले पनि भन्नुभयो, त्यसको लागि कि स्कुल र एजुकेसन सिस्टमले नयाँ प्रडक्टहरू प्रिपेयर गर्नु पर्यो,
कि रिस्किलिङतिर हामी लाग्नुपर्ने हुन्छ। त्यही हुनाले हामीले चाहिँ एआई सिस्टम कस्तोतिर बनाउन लाग्नु पर्यो भनेदेखि जसले हाम्रो लोकल समस्या लोकल्ली नै समाधान गरिदिन्छ, न कि अरू कसैले आएर यो कुरा समाधान गरिदिन्छ। लोकल ल्याङ्ग्वेजमा हुने गरिकन गऱ्यौँ भनेदेखि इट्स अ वे अहेड भनेर भन्छु। मुभिङ अन, डेटा द फ्युल। अघि जति पनि हामीले एआईको कुरा गऱ्यौँ, एआई कामै लाग्ने हुँदैन यदि त्यसमा डेटा फिड गर्न सकिएन भनेदेखि इट विल क्रम्बल। एआईलाई काम गर्नको लागि डेटा चाहिन्छ हो। अब त्यो लोकल डेटा बनाउन थाल्नु पर्यो हामीले। जस्तो अघि राम लक्ष्मणबाट सरले जुन ल्याउनु भएको थियो प्रडक्ट, त्यसले लोकल डेटा प्रड्युस गर्ने एउटा ठाउँ हो भनेर भन्छु म, हैन? ल, आजको दिनमा डेटा कोसँग छ? हामीलाई चाहिने डेटा कोसँग छ भन्दाखेरि विदाउट अ डाउट हामीलाई चाहिने डेटा भनेको फेसबुकसँग छ, गुगलसँग छ र इन्टरनेसनल कम्पनीजहरूसँग छ। हामीलाई चाहिने हाम्रो डेटाहरू 10 ठाउँमा छरिएर बसेका छन्, चाहिने बेलामा छैन। म हजुरहरूलाई एउटा एक्जाम्पल दिन चाहन्छु आफ्नै। 2 वर्ष अगाडि एजुकेसन सेक्टरमा एउटा रिसर्च गर्नु पर्यो भनेर लागेँ। यही मध्य प्रदेशमा कतिवटा स्कुल छन्, त्यो स्कुलकोमा 12 क्लास पास गर्ने विद्यार्थीहरू कसरी छरिएर कुन कुन भूभागमा बसेका छन् भनेर हेर्नु पर्दाखेरि मैले पालिका, यो प्रत्येक पालिका र प्रत्येक नगरपालिका धाउनु पर्यो। प्रत्येक ठाउँमा धाएपछि मात्र त्यो इन्फर्मेसन पनि सर्टन उसले लिन सके। तर मैले विदेशी कम्पनीसँग आजको दिनमा त्यो डेटा किन्न चाहिँ सक्छु। सो डेटा जोसँग छ उसले व्यापार गर्छ गोइङ फरवर्ड र उसले इनेबल गरेर अगाडि लग्छ। यदि डेटा हामीसँग छैन र एकीकृत रूपमा छैन, बिहान विवेक सरले पनि भन्नुभएको थियो त्यो डेटाको महत्त्व, एकीकृत रूपमा रहेन भनेदेखि हामीले लोकल डेटाबाट लोकल प्रडक्ट बनाउनै सक्दैनौँ। र त्यो अगाडि भनेको एआईले जुन लोकल समस्या समाधान गर्ने भन्छ त्यो डिरेक्सनमा हामी जान सक्दैनौँ। हेन्स अहिलेको प्यानल डिस्कसनमा पनि अब डेटा सेन्टरहरूका गफ भए, यी सबै कुरालाई चाहिँ यो सबैको पहुँच हुने गरिकन डेटा भएको खण्डमा स्टार्टअपहरू एकदमै फस्टाएर जान्थे। किन स्टार्टअपहरू आउन सक्दैन भनेर भन्नुहुन्छ भनेदेखि डेटै छैन। डेटा र एआई भएर मात्र पुगेन, मान्छेले त्यसलाई विश्वास गर्नु पर्यो। यदि विश्वासै गर्दैनन् भनेदेखि, ट्रस्ट नै छैन भनेदेखि यी दुईटै कुरोले काम गर्दैन, इट विल स्टार्ट टु क्रम्बल, त्यो धराशायी भएर जान्छ, हैन? अब भनौँ न एउटा कुनै किसानले चाहिँ डिजिटल पेमेन्टतिर लाग्न खोज्छ तर उसलाई स्क्याम गरेर अथवा फिसिङ अट्याक भएर उसको सबै पैसा त्यो वालेटबाट गयो भनेदेखि उसलाई त्यो सिस्टमबाट विश्वासै हट्छ, उसले कहिले पनि ती कुराहरू अडप्ट गर्दैनन्। सो सेक्युरिटी लेयर चाहिँ इट इज मस्ट, र सेक्युरिटीलाई आफ्टर थटका रूपमा हेर्नु भएन। यसलाई चाहिँ डिजाइन गर्दाखेरि नै अपरिहार्य रूपमा इम्बेड गरेर लग्नुपर्ने हुन्छ। यदि कुनै प्रोग्राम बनाउँदैछौँ भनेदेखि हामी प्राइभेसी बाई डिजाइन, सेक्युरिटी बाई डिजाइन भन्ने कन्सेप्ट छ टेक्निकल भाषामा बोल्दाखेरि। बनाउँदाखेरि सोच्दाखेरि नै त्यसलाई त्यो कसरी सेक्योर हुन्छ भनेर इम्बेड गर्न सक्यो भने मात्रै यो सिस्टमहरू सेक्योर हुन्छ। होइन भनेदेखि आफ्टर थट म सबै बनाइसकेपछि सेक्युरिटी सोध्छु भनेर भन्यो भनेदेखि आजको दिनमा जुन अनफोर्चुनेट भनेर भन्छु मैले, हामीले अलमोस्ट एभ्री सेकेन्ड डे चाहिँ सरकारी वेबसाइट ह्याक भयो अथवा यो डेटा लिक भयो भन्ने कुरा, त्यही कुराहरू चाहिँ अगाडि बढ्दै जान्छ। सो सेक्योर बाई डिजाइन र लिट्रेसी, डिजिटल लिट्रेसीतिर जाउँ, सेक्युरिटी लिट्रेसीतिर जाउँ हामी, ताकि यी सिस्टमहरू प्रयोग गर्दाखेरि यसमा हुने खतराहरू के हुन्
र यसबाट बच्ने कसरी हो र यदि कसैले ब्रिच गर्छ भनेदेखि उनीहरूलाई कारबाही गर्ने स्ट्रङ कानुन पनि हुनुपर्ने हुन्छ। एउटा सिम्पल आफ्नै तरिकाले अलिकति गरेको रिसर्चको हिसाबमा एउटा भिजन जस्तो पनि मैले राखिदिएको छु हैन। यो इट्स नट अबाउट कपिङ, कसैको लिएर आउने होइन कि आफ्नो समस्या गर्नको लागि आफैले इन्भेन्ट गर्ने कुरा हो। यी सबै अरूले के गरे भन्ने जान्ने हो, तर मेरो समस्या मलाई नै थाहा हुन्छ, अरू कसैलाई पनि थाहा हुँदैन, अरू कसैले आएर पनि समाधान गरिदिन सक्दैन। होइन भनेदेखि गुगल म्याप हुँदा हुँदै कता आयो किन चाहिएको थियो त? कता आयो किन चाहियो भनेदेखि गुगल म्यापले त्यो कुरा समाधान गर्न सकेन हो, त्यसले केही दिन्छ, तर हाम्रो लोकल परिस्थिति हामीले मात्रै बुझ्छौँ, अरू कसैले पनि बुझ्दैन। र रिजनल्ली हाम्रा भाषाहरूमा गर्न सक्यौँ, त्यसलाई सिक्योर गर्न सक्यौँ र यसको पहुँच सबैलाई गर्न सकेको खण्डमा चाहिँ वी सुड बी आउट द्याट र यो जुन भिजन छ त्यो चाहिँ सक्सेसफुल हुन्छ। अब मैले कल टु एक्सन, यो मेरो लास्ट स्लाइड हो हैन। यदि इन्क्लुसिभ डेभलपमेन्ट गर्ने हो भनेदेखि सबैजना एकै ठाउँ आउनु जरुरी हुन्छ। सबैजना एकै ठाउँ आउने भनेको लिडर्सहरू, चाहे पोलिटिकल लिडर्स, चाहे ब्युरोक्रेट्स, एनीबडी, चाहे टेक्नोलोजी लिडर्स, पोलिसी फ्रेमवर्कलाई प्रायोरिटाइज गरिदिनुहोस्, एटलिस्ट प्रफिटलाई होइन आजको दिनमा। किनभनेदेखि यो अल्टिमेटली एभ्रिडे पिपुलले चलाउने हो। जहिलेसम्म त्यसको पहुँच हुँदैन यसबाट पैसा कमाउने कुरा धेरै परको कुरा हो भनेर भन्छु मैले। सो इट सुड बी एक्सेसिबल टु पिपुल। र पोलिसी भन्दाखेरि एकदम ठुलो पोलिसी बनाइरहनु पर्दैन, एउटा साधारण फ्रेमवर्क बनाइदिनुहोस् जहाँ बसेर चाहिँ काम गर्न सजिलो होस्। होइन भनेदेखि पोलिसीले त सधैँ क्याचअप मात्रै गर्ने हो यो पर्टिकुलर स्पेसमा। एन्टरप्रेन्योर्सहरू हुनुहुन्छ, गेट स्टार्टेड, पर्फेक्ट हुनु पर्दैन, सानो सुरु गर्नुहोस्, लोकल सुरु गर्नुहोस्, तर ग्लोबल थट राख्नुहोस्, यसलाई भोलि स्केल अप गरेर ग्लोबली पनि लग्न सक्छु भनेर। तर पर्फेक्ट सिस्टम बनाउँछु भनेर सोच्नुभयो भनेदेखि कहिले पनि त्यो सुरुवातै हुँदैन। सुरुवात गर्न एकदम जरुरी छ। र यङ युथलाई चाहिँ के भन्न चाहन्छु भनेदेखि तपाईहरू नै आर्किटेक्ट हो, यु जस्ट नट अ युजर, you will be defining the future of how technology and AI would be. So it's not in your hands, in your pockets and mobiles भनेर भन्छु। त्यो लिनुहोस्, अगाडि बढ्नुहोस्, यसलाई AI लाई इम्प्रेस गरौँ, डेटामा इन्भेस्ट गरौँ र सिक्युरिटीमा फोकस गरेको खण्डमा we should be able to move ahead quickly। हामी धेरै नै छिटो अगाडि बढ्न सक्छौँ। तर सबै कुरा पर्फेक्ट बनाउँछु अनि मात्र सुरु गर्छु भन्यो भने हुँदैन। जे छ त्यसबाटै सुरु गरौँ, लोकलाइज गरौँ, अगाडि बढौँ, हामी एउटा डिरेक्सनमा पुग्छौँ। होइन भनेदेखि यो खाल्डो ठुल्ठुलो हुँदै जान्छ र यो टेक्नोलोजीले झन् खाडल बढाउने काम गर्छ, ब्रिजको काम गर्ने छैन। हस्, धन्यवाद।